हेलो गाइस दर्शन नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अहिले बिहानको चाहिँ भनेको ठ्याक्कै चाहिँ भनेको 4 बजेको छ अनि यतापट्टि चाहिँ भनेको नेपालको राष्ट्रिय झन्डा बिहान उठ्दा बित्तिकै आँखा टक्कै चाहिँ ठोक्किने त्यहाँ बनाइरहेको छ। हामीले चाहिँ सबै साथीहरू ड्युटी जानको लागि रेडी भएर चाहिँ भनेको उतापट्टिको साथीहरूको नाइट ड्युटी छ, उनीहरू आउने टाइम भइरहेको छ। अब हामी चाहिँ जानको लागि चाहिँ रेडी भइरहेका छौँ। अब त्यो चाहिँ बुरुस गरेर अब एकैछिनमा चाहिँ हामी पनि ड्युटी लाग्छ है त। त्यसो उठ्दा बित्तिकै भनेको जहिले नै यस्तो कुप्रो खुट्टु बनाएर चाहिँ यसरी पानी खाँदाखेरि भनेको कहिले कब्जियत पनि हुँदैन, ग्यास्ट्रिक पनि पर्दैन है त साथीहरू। यसरी खाने गर्छ है, किन भन्दाखेरि म पनि स्वास्थ्यसँग जानकार पनि त्यो गर्दाखेरि चाहिँ पेटको समस्याहरू चाहिँ भनेको एकदमै चाहिँ कम गराउनु गर्छ। जहिले यस्तो कुप्रो खुट्टु बनाएर यसरी ढाड चाहिँ सिधा बनाएर यसरी पिउँछ है त माथि। यतिको हुनुपर्छ है, यतिको हुनुपर्छ गराउँछ। लगाए सबै चाहिँ रेडी भइसक्यो। उता ड्युटी जानुभन्दा अगाडि चाहिँ भनेको तर अब म किचनमा जान्छु। पहिले चाहिँ भनेको रुमभित्र भएको चाहिँ फलफुलहरू चाहिँ खान्छु टक्का। तपाईँलाई माया गरेर अन्त हामी यस्तो यस्तो मिठो मिठो फलफुलहरू चाहिँ हामीले चाहिँ कम्पनीले दिइरहेको हुन्छ क्या। नछिलेर खाएको दामी हुन्छ। फलफुल खान्छु, त्यसपछि तल किचनमा गएर के खानेकुरा चाहिँ मेरो पार्टनरले बनाएको छ त्यो खाएर अनि त्यसपछि हामी ड्युटीको लागि जान्छ है त। कपडा र आइडी साइडी सब रेडी बनाइसक्यो। आज गेटअप यस्तो तरिकाले गरेर चाहिँ त लगाएछ। मैले चाहिँ भनेको खानासाना सबै चाहिँ खाएर चाहिँ भनेको टक्क लगाएर चाहिँ खाजासाजा के सबै खानेकुराहरू चाहिँ सबै खाएँ। ड्युटीको लागि सबै चाहिँ रेडी भइसक्यो। हामी बस्ने चाहिँ बेला चाहिँ यो यहाँनिरको यो हो, त्यो चाहिँ हामी बस्नु भनेको यहाँनिरको यो है। अब ड्युटीको लागि यताबाट हिँड्दैछ, किन भन्दाखेरि अरू साथीहरू चाहिँ आउँदैछ। आउँदा हामीसँग भनेको 5 मिनट बाँकी छ है। अरू साथीहरू चाहिँ ट्याक्क आइरहेको छ, किनभने मैले चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ। त्यो भएर मैले अलिकति अघि छिटो आएँ कि, त्यो भएर किन भन्दाखेरि भिडियो एडिट गर्न यताउति गर्न चाहिँ मिल्दैन। अनि यहाँको आइजको मौसम कस्तो छ भन्दाखेरि भनेको यसो हेर्नु त यतातिर त्यो चाहिँ भनेको जम्मै चाहिँ स्याउहरूका रुखहरू, आरुहरूको रुखहरू छ यतातिर। अहिले चाहिँ भर्खर अब बिस्तारै फुल्यो भने बहु रङ्गी बिरङ्गी दामी दामी हुनेवाला छ। अनि यतातिर भनेको हाम्रो ट्याक्क चाहिँ भनेको दामी पार्क छ क्या, फुटबल ग्राउन्ड छ होइन। मजासँग यहाँ चाहिँ फुटबल खेल्ने ठाउँहरू, यहाँ चाहिँ भनेको मजाले एक्सर्साइज गर्नेहरू, बच्चाहरू चाहिँ खेल्ने है। हामीहरूले पनि एक्सर्साइज गर्न चाहिँ दामी हुन्छ। अनि यतातिर हेर्ने यो ओखरहरू, ओखरको रुखहरू, यतापट्टि स्याउहरू, ओखरहरू के हो फलफुल त कति हो कति। यहाँ सबै यस्तो छ। अनि यतातिर चाहिँ भनेको खासै यतातिर घरहरू चाहिँ भनेको नेपालको जस्तो ठुलो ठुलो नहुने क्या, यहाँ सानो सानो घरहरू हुने दामी। तर चाहिँ मान्छेहरू चाहिँ भनेको बाहिर भनेको फिटिक्क नदेखिने कि एकदम हेर्दा यस्तो यस्तो कति सानो चिटिक्क परेको घरहरू चाहिँ भनेको एकदम दामी हुने। तर आजको मौसम पनि कस्तो दामी छ क्या यतातिर भनेको, एकदम खासै चिसो चाहिँ छैन। आज चाहिँ भनेको अस्ति यस्तै हिउँ परिरहेको थियो, अहिले चाहिँ भनेको हिउँ नपरेको आज 2-3 दिन भयो नि त। घर कतिवटामा चिटिक्क परेको दामी चाहिँ घरहरू पनि यस्तो छ यतातिर टक्क। यतातिर दामी छ, यहाँतिर यस्तो छ। अनि हामी चाहिँ भनेको अब ठ्याक्क लगाएर चाहिँ ड्युटी चाहिँ भनेको तपाईँको जानको लागि अब हाम्रो चाहिँ गाडी आउनुको जम्मा चाहिँ भनेको 5 मिनट। हामी चाहिँ गाडी कुर्नको लागि भने त्यहाँनिर चाहिँ बन्डल देखिरहेको छ, त्यहाँनिर चाहिँ सम्म जानुपर्छ। 1 मिनट जति मात्र हिँड्नुपर्ने हो। अब यहाँको वातावरण आजको यस्तै छ। अनि अब यस्तै मिठा मिठा गफहरू चाहिँ सबै कुराहरू चाहिँ अहिले म चाहिँ डेली भ्लग ल्याउने चाहिँ भनेको कोसिस गरिरहेको छु। किन भन्दाखेरि टाइम चाहिँ एकदमै यहाँ मलाई एकदम ठुलो समस्या भनेको टाइमले गरेको छ। किन भन्दाखेरि नाइट ड्युटी हुन्छ, डे ड्युटी हुन्छ, त्यो चाहिँ सिफ्ट नै नमिलेको कारणले गर्दाखेरि चाहिँ निन्द्रै नपुग्ने कारणले भएको कारणले सुत्नुपर्ने हो, भिडियो बनाउनु नै पाइरहेको छैन। त्यो भएर सक्दो प्रयास भनेको जति सक्दो छोटो भए पनि छोटो मिठो चाहिँ ब्लगहरू तपाईँहरूलाई चाहिँ भनेको म जसरी पनि ल्याउने नै छु। मेरो भिडियोलाई माया साथ सपोर्ट तपाईँहरूको सदैव रहिरहने बाचाका साथ आजका लागि छुट्टिन्छु। बाई बाई।